धादिङको पहाड पाखामै बस्नु भएकी माई त्रिपुरा सुन्दरी देवीले रक्षा गर्ला सबैलाई। धादिङ जिल्लाको त्यो त्रिपुरा सुन्दरी गाउँ प्रकृतिले सिंगारेको शान्त पवित्र ठाउँ। पहाडी बतासैमा भक्तिको सुवास छ। यो मन्दिर पुगेपछि मनमा नै उज्यालो बास छ। माईलाई नमन गर्छौं श्रद्धाले भरिन्छ यहाँ। मनले जे मागे पनि आशिषले भरिदिनुहुन्छ जहाँ। वे दोस्रो अन्तरा काली दुर्गाको स्वरूप लिएर बसेकी शक्ति रूपी माई। त्रिशक्तिमा एक मानिन्छ रक्षा गरिदिने माता यही। सङ्कट रोग शुभ हानेर बाटो सफा बनाइदिनुहुन्छ। परिवारको सुख शान्ति घर घरमै आएर बसाइदिनुहुन्छ। बुजुर्गले भन्छन् धेरै पुरानो शक्तिपीठ हो यो। पहिले सानो गुम्बा जस्तै पूजा गरिन्थ्यो। भक्तजनले मन जोडेर पुनः बनाएको थुम्कामै स्वयम्भू रूप मानिन्छ देवी प्रकट भएकी यही ठाउँमै। चौथो अन्तरा बिहान भकुण्डो द्रुप्य लिएर भक्तजनले भक्ति गाइन्छ। दशैँमा विशेष पूजा चैते दशैँमा मेला लाग्छ। धादिङ नुवाकोट गोर्खादेखि भक्तको ताती भाग छ। पाँचौं